नेपालको एउटा सानो सहरबाट विश्व रेकर्ड तोड्ने, टेलिभिजनमा भ्रष्टाचार उजागर गर्ने र देशकै प्रभावशाली राजनीतिज्ञ बन्ने यो हो रवि लामिछानेको कथा। पत्रकारबाट भ्रष्टाचार विरोधी अभियन्ता बनेका उनले राजनीतिक दल गठन गरे र उप-प्रधानमन्त्री समेत बने। तर नाटकीय झड्काहरू र आश्चर्यजनक कमब्याकको सामना गरे। आज सन् 2025को अन्त्यमा उनी फेरि चर्चाको केन्द्रमा छन्। बालेन्द्र शाहसँग गठबन्धन गर्दै आगामी चुनावका लागि तयार गर्दैछन्। आउनुहोस् उनको प्रेरणादायी र विवादास्पद यात्रामा डुबौँ। रवि लामिछानेको जन्म विक्रम सम्वत 2032 भदौ 28 गते भएको थियो। सन् 1974 सेप्टेम्बर 13 भक्तपुरमा जन्मिएका थिए, जुन काठमाडौँ नजिकको ऐतिहासिक सहर हो। प्राचीन मन्दिर र समृद्ध संस्कृतिका लागि प्रसिद्ध पनि छ। मध्यमवर्गीय परिवारमा हुर्किएका उनी पिता लालचन्द्र लामिछानेले इमान्दारी र मेहनतको मूल्यहरू रविलाई सिकाए। रवि भृगुटी माध्यमिक विद्यालयमा पढे, जहाँ उनी पढाइमा उत्कृष्ट थिए र सञ्चार तथा कलामा धेरै रुचि राख्थे। एसएलसीमा राम्रो अङ्क ल्याएर पास भए। त्यसपछि रत्नराज्य क्याम्पसमा पत्रकारिता अध्ययन गर्न थाले। किशोर अवस्थामा स्कुली प्रेमिका ईशा लामिछानेसँग विवाह भएको थियो र 2 छोरीहरू पनि भएका थिए। राम्रो अवसर खोज्दै 2000 को दशकमा सुरुमा अमेरिका गए। अमेरिकी नागरिक पनि बने। फास्टफुड व्यवसाय चलाए, तर नेपालले उनलाई फेरि बोलायो। जब उनी नेपाल फर्किए, उनले पूर्व पत्नी ईशा लामिछानेसँग डिभोर्स गरे र 2 छोरीहरूलाई अमेरिकामै राम्रो व्यवस्था गरेर छोडिरहेका छन्। र उनी नेपाल फर्किए लगत्तै रेडियो तथा टेलिभिजनहरूमा काम गर्न फेरि सुरु गरे। र जब उनी रेडियो टेलिभिजनमा काम गर्न सुरु गरे, त्यस पछाडि उनले निकिता पौडेलसँग विवाह गरे। छिट्टै साहसी र स्पष्ट वक्ता शैलीमा प्रसिद्ध भए। 2013 अप्रिलमा इतिहास रचे। न्युज 24 टेलिभिजनमा बुद्ध नेपालमा जन्मिएका थिए थिममा निरन्तर 62 घण्टा 12 मिनेट लाइभ टक सो होस्ट गरे। राजनीतिज्ञ, सेलिब्रेटी र सर्वसाधारणसँग अन्तर्वार्ता गर्दै पुरानो 52 घण्टाको गिनिज विश्व रेकर्ड तोडे। यो रेकर्ड पछि तोडिए पनि यसले रवि र नेपाललाई विश्व सामु चिनाएको थियो। उनले सिधा कुरा जनतासँग जस्ता हिट सोहरू होस्ट गरे, जहाँ भ्रष्टाचार, ठगी, सामाजिक अन्याय निर्भीक रूपमा उजागर गर्थे। दर्शकहरूलाई उनको स्पष्टवादी शैली मन पर्यो। न्युज 24 सिधा कुरा जनतासँग कार्यरत उनकै सहकर्मी बुढासैनी आत्महत्या प्रकरणमा उनी फँसिए। बुढासैनीले अन्तिम अवस्थामा रवि लामिछानेलाई दोष दिँदै भिडियो बनाएका थिए र केही समय पछाडि उनले न्याय पाए। दर्शकहरूलाई उनको स्पष्टवादी शैली मन पर्थ्यो। शक्तिशालीहरूलाई जवाफदेही बनाउँथे र साधारण नागरिकलाई न्याय दिलाउँथे। रवि घर घरको नाम बने। परम्परागत राजनीतिबाट दिक्क परेका नेपाली जनताको आवाज बन्न सफल भए रवि। 2022 सम्म रविले गहिरो परिवर्तन आवश्यक ठाने। टेलिभिजनबाट राजीनामा दिए, राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा गठन गरे र सामान्य चुनावमा होमिए। नयाँ पार्टीले 20 सिट जितेर संसदमा 4थो ठुलो दल बन्यो। रवि आफै चितवन 2 मा ठुलो मतले विजयी भए। रासोपाले पुष्पकमल दाहालको सरकारलाई समर्थन गर्यो र रवि 2022 डिसेम्बरमा उप-प्रधानमन्त्री तथा गृहमन्त्री पनि बने। राजनीतिमा केही महिनामै प्रहरी सुधार र भ्रष्टाचार विरोधी कदमहरू अघि बढाए। युवा र दिक्क परेका मतदाताका लागि नयाँ युग जस्तो लाग्यो। तर सफलतासँगै जाँच बढ्यो। 2023मा सर्वोच्च अदालतले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता ठिकसँग पुनः प्राप्त नगरेको ठहर गर्दै सिट र पद खोसिदियो। छिटै सुधारेर उपनिर्वाचनमा फेरि जिते। 2025मा ठुला आँधीबेहरी आयो। सहकारी ठगी, सङ्गठित अपराधका आरोपमा गिरफ्तार भए। सेप्टेम्बर 2025मा युवा प्रदर्शनका बीच छोटो समय रिहा भए, तर स्वेच्छाले जेल फर्किए। डिसेम्बर 2025मा ठुलो धरौटी बुझाएर रिहा भए। आलोचकहरूले पत्रकार आत्महत्या मुद्दा र आर्थिक विवादहरू उल्झ्याउँदैछन्। समर्थकहरू राजनीतिक प्रतिशोध देख्छन्। यसमाझ रविले ठुलो लोकप्रियता कायम राखे, विशेष गरी परिवर्तन खोज्ने युवाहरूमाझ। 2025को अन्त्यमा रवि रासोपाको नेतृत्व गर्दै फर्किएका छन्। उनले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह, प्रख्यात र्यापरबाट राजनीतिज्ञ बनेका बालेनसँग 7 बुँदे गठबन्धन गरेका छन्। रवि पार्टी अध्यक्ष रहने र बालेन संसदीय दल नेता र भावी प्रधानमन्त्रीका उम्मेद्वार बन्ने। मार्च 2026को चुनावका लागि सुधार र युवा सशक्तिकरणका नयाँ बाचा गर्दै रवि लामिछानेको कथा लचिलता हो। विश्व रेकर्ड तोड्नेदेखि